आज यसो बिहान निस्केर मार्केटतिर गएको। बाहिर पानी पनि झकास पानी परिरहेको, हावा पनि परिरहेको, जाडो पनि चिसो जाडो। अनि यसो सामानहरू किन्दै थिएँ। के खाने होला भन्ने दिमागमा आएर च्याप्प माछा देखेँ क्या यार। माछा देखेपछि आज चाहिँ माछा लर हेर्ने भनेर सरर माछाहरू हेर्न सुरु गरेँ। रेटहरू बुझ्न खोजेँ। बुझेर हेर्दा कोही त एकदम महँगो, कोही यताउता गर्दाखेरि के कुन लाने भन्ने टेन्सन भइहाल्यो। फेरि जे हुन्छ भनेर यतातिर चाहिँ मेर्लुसातिरको साइडमा गएँ। अनि मेर्लुसा एउटा अलिक ठुल्ठुलो स्वात्त उठाएर भुत्लायो। त्यसलाई भुत्लाएर ल्याएर अनि सामान पनि किन्यो, माछा पनि ल्यायो। रेस्टुरेन्टमा ल्याएर भुत्लाइ गरेर हल्का बेसार सेसार यताउता दामे मसला हालेर मेरिनेट गरेर फ्राई गरेर राख्यो।